गोदावरी नगरपालिका वडा नम्बर 12 का लागि र हामी निर्वाचित जनप्रतिनिधिका लागि पनि आजको दिन एउटा खुसीको दिन हो। किनभने म यो दोस्रो कार्यकाल पनि हो। म पहिलो कार्यकालमा पनि भवनका लागि हामीले धेरै प्रयासहरू गऱ्यौँ। त्यतिबेला पनि हामीले कौडीमा यो मैले जानकारी मात्र गराएको, हामीले दिगो विकासको भवनलाई प्रयोग गर्नलाई 21 लाख रुपैयाँ बजेट छुट्याएर पनि त्यसको निर्माणमा लाग्यौँ, पुनर्निर्माणमा लागेर त्यहाँ वडा कार्यालय बनाउन लाग्यौँ हामी 74 मा। तर त्यहाँ अख्तियारमा मुद्दा हालेर अब त्यो चाहिने भवनलाई त्यहाँ चाहिने सदुपयोग गर्न नदिने एउटा तत्त्व पनि सक्रिय देखियो र त्यसले गर्दाखेरि त्यतिबेला नगरपालिकाले त्यो एग्रिमेन्टलाई चाहिँ तोड्न पुग्यो र पछि पनि फेरि हामी चाहिने भवनका लागि अब निःशुल्क जग्गा हामीले उपलब्ध गराउन सकेनौँ र नगरपालिकामा चाहिने त्यतिबेला चाहिँ हामीले भवन बनाउन सकेनौँ र दोस्रो कार्यकालमा हाम्रो नगर प्रमुख वीरेन्द्र भट्टज्यू चाहिने निर्वाचित भइसकेपछि फेरि उहाँले ल तपाईँ जग्गा खोज्नुहोस्, भवन हामी बनाउँछौँ भनेर उहाँले प्रयास गर्नुभयो र पहिले हामीले 79 मा 40 लाख रुपैयाँ जग्गा खरिदका लागि पनि छुट्याएको हो नगरपालिकाले र त्यति बेला हामीले गौडी वरिपरि जग्गा खोज्न प्रयास गऱ्यौँ तर त्यो जग्गा चाहिँ हामीले उपलब्ध गराउन सकेनौँ। जुन व्यक्तिसँग हाम्रो सम्झौता भयो त्यो जग्गा दिने भन्ने त्यो जग्गा रोक्का भएको कारणले ठ्याक्कै अब त्यो चाहिँ प्रक्रियामा जाँदै असाढ मसान्तमा बजेट फ्रिज गयो र पछि यो जग्गा यो ठाउँमा हामीलाई ल्याउने वास्तवमा 11 नम्बरको वडा अध्यक्ष हुनुहुन्छ। उहाँले धेरै प्रयास गर्नुभयो। उहाँ पनि कुमार बडेला पनि उहाँले लाग्नुभयो। हाम्रो भाइ प्रेमबहादुर बडेला शेरबहादुर सरसँग बस्यौँ, ल सर चाहिने तपाईँहरू जग्गा दिनु पऱ्यो, हामी त्यहाँ भवन बनाउँछौँ भन्दाखेरि अब यहाँ पुरानो हाम्रो त्यति बेलाको गाउँ पञ्चायत भवन पनि थियो, त्यसमा अवशेष थियो र यही ठाउँमा बनाउँदा सबैलाई माथिदेखि तलसम्म यो उपयुक्त हुन्छ भन्ने कुराहरू गरिसकेपछि उहाँहरू दुवैजना जुन अहिले जग्गादाता हुनुहुन्छ उहाँले एकदम चाहिने सकारात्मक कुरा गर्नुभयो। तपाईँलाई कति चाहिन्छ जग्गा हामी दिन्छौँ भन्नुभयो र हामीलाई चाहिएको जग्गा पनि उहाँले उपलब्ध गराउनु। उहाँलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यसमा सहयोग गर्नुहुने जस्तो राजनीतिक दलका साथीहरू हाम्रो त्यति बेला चाहिने सम्पूर्ण चाहिने राजनीतिक संयन्त्र जुन कर्ण सिंह साउदजी, कृष्णबहादुर विक, कैलाश विक सबै राजनीतिक दलका साथीहरूले पनि सहयोग गर्नुभएको हो। एकदम चाहिने ल त्यहाँ बन्छ भने भवन बन्छ भने हामी निर्णय गर्छौँ, हामीले सर्वदलीय निर्णय पनि चाहिएको त्यो गर्नुभयो। फेरि आम पब्लिकबाट पनि दुनियाँका चाहिने सबै बुद्धिजीवी वर्गहरू हुन्छ, उहाँहरूले पनि ल भवनका लागि हामी तयार छौँ भनेर त्यसरी एउटा डकुमेन्टरीहरू तयार गरेर हामी अगाडि बढ्दै गर्दा र यसरी हामी आज यो भवन सम्पन्नसम्म पुग्यौँ। यसमा चाहिने यो ठेकेदार कम्पनी पनि जुन यो प्रकाश उप्रेतीजी हुनुहुन्छ, यो उप्रेती बिल्डर उहाँले यति राम्रो चाहिने स्पिडमा काम गरिदिनु हो। यो उहाँले चाहिने जुन समयभन्दा यो हामीले असाढ मसान्तसम्म यसको समय छ, असाढ मसान्त अगावै उहाँले यो चैत मसान्तमै हामीलाई हस्तान्तरण गर्नुभयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा विकास निर्माणका कामहरूदेखि लिएर यो प्रशासनिक भवन यो बन्दै गर्दा यहाँबाट अब जनतालाई दिने जुन सेवा सुविधाहरू हुन्छ यसले धेरै चाहिने सहज हुनेछ। आगामी दिनमा चाहिँ यसले हामीले धेरै कुराहरू छन् यहाँ गर्न, जस्तो यो बाटोहरू छन्, यहाँ खानेपानी छ, सबै कुराहरूमा अब हामीले जनताको चाहिने पहुँचसँग जनताको सेवासँग यसलाई जोडेर चाहिँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ र आगामी दिनमा पनि अब जस्तो यसको बााउन्ड्रीको कुराहरू छ, यसको वरिपरि अलिकति अब बााउन्ड्री छैन, यो बााउन्ड्रीका लागि पनि नगर प्रमुख आज आउनु भएको छ। मैले उहाँलाई अनुरोध गरेँ यो वर्ष हामीले यसको बााउन्ड्री नहालेर यसको फेरि सुरक्षा गर्न सकिँदैन। भवन त हामीले 1 करोडको बनायौँ तर अब यसलाई बााउन्ड्री हामीलाई 10-20 लाख रुपियाँको यो बााउन्ड्री बनाउन सकेनौँ भने फेरि यो अब यो अलिकति अब गाउँभन्दा पनि अलिकति वरिपरि घर नभएको अलिकति सुरक्षाको दृष्टिकोणले पनि अलिकति यो असुरक्षित ठाउँ भयो हुनाले यसको बााउन्ड्री सिसिटिभी लगाउन हामी हिसाबसँग भनेको छौँ। यो सबै कुराहरू यसको भित्रको पूर्वाधारमा सुरक्षा गर्नलाई पनि हामीले ती कुराहरूमा पनि मैले मेयर साहबसँग अनुरोध गर्दै म पुनः यो आफ्नो कामको आज फेरि कस्तो दिन भने यहाँ धेरै मान्छे हुन्थे, यो विवाहले गर्दाखेरि सबै मान्छेहरू यहाँ उपस्थितै हुन सकेन, धेरै मान्छे विवाहमा जाने, फेरि पनि अहिले पनि यो कार्यक्रम सकेर विवाहमा जाने सबै आफ्नो हुनुहुन्छ। नगर प्रमुखज्यूको आज उता यज्ञको 5:30 बजे के अरे 9:30 बजे यहाँ बोलाएको हामीले, उहाँ फेरि कार्यक्रममा सरिक मात्र भएर यहाँ आउनुभयो। फेरि गोदावरी आर्यघाटमा उहाँको कार्यक्रम छ, त्यसैले म नगर प्रमुखज्यूलाई विशेष गरी धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँले धेरै चासो राख्नुभयो। बिचबिचमा आएर अनुगमन गर्नुदेखि लिएर यो भवन कति भने उहाँले यति चाहिने चासो राख्नुभयो कि ठेकेदार कम्पनीसँग कुरा गरेर के बाँकी छ, तिमीलाई के बिल पुगेन कि पैसा पुगेन कि के दिनुपर्छ, के गर्नुपर्छ त्यहाँ भनेर गर्नुभयो। र हामीसँग फर्निचरहरू थिएन, फर्निचर पनि अस्ति हामीसँग यो थिएन, एस्टिमेटमा फर्निचरहरू थिएन। यो फर्निचरहरू हाकिम साहब उहाँहरू बसेर एउटा चाहिने हामीलाई फेरि अब नयाँ फर्निचरहरू पनि उपलब्ध गराइदिनु भएको छ। यसको लागि पनि नगर प्रमुखज्यू, हाम्रो प्रमुख प्रशासकीय अधिकारीज्यू लगायत गोदावरी नगरपालिकाको नगर कार्यपालिका सम्पूर्ण सदस्यहरूलाई
धन्यवाद दिँदै यहाँको 12 नम्बरका सम्पूर्ण वडावासीलाई मेरो तर्फबाट धन्यवाद दिँदै म यो कार्यक्रम आज यहीँ समापन भएको घोषणा गर्छु। हस्त धन्यवाद।